हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला है। र आज पनि मैले एउटा नयाँ भ्लग लिएर आएको छु। यो चाहिँ मन्दिरको भ्लग हो र आज चाहिँ हामी मा ताराको दर्शन गर्न गइरहेको छौँ मन्दिर डाली। हामी परिवारै म, मेरो वाइफ अनि नानी सहिष्णुता र हामीले भाकाल गरेको थियौँ कि आज हामी नानी पछि चाहिँ हामी चाहिँ मन्दिर आउँछौँ भनेर। र आज अस्ति पनि हामीले जाने कोसिस गऱ्यौँ तर मिलेन है, नानी जाने कोसिस गरेर। र आज चाहिँ हामी फेरि माताको दर्शन गर्न गइरहेको छौँ माताको। र तपाईँहरूले यो भ्लगलाई अन्तसम्म हेरिदिनु होला है। अनि जसले सब्सक्राइब गरेको छैन मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है। माताको तपाईँलाई पनि सुरक्षा गर्नु तपाईँहरूलाई भ्लगमा आजको अहिले चाहिँ हाम्रो सहिष्णुता बेबी नानी रेडी भइसकेको छ। अनि हाई भन्दै हात हाल्दै बाई बाई गर्दै छिटो नानी रेडी भइसकेको छ। अनि अब हाम्रो चाहिँ आज ड्रेस कोड छ सबै याल्लोमा जाने है। र अब हाम्रो साथीहरू केही क्षणमा आउँछ, हामी चाहिँ यहाँबाट निस्किने। हाम्रो गाडी आएको छैन होइन नि, गाडी आउँछ त्यति बेला चाहिँ हाम्रो नानीले टाइम पास गर्दै गर्छ। उयो 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 अहिले चाहिँ हामी निस्केको छौँ। घरबाट निस्केर हामी चाहिँ मन्दिरतर्फ लागिरहेको छौँ। ओके, सो हामी चाहिँ अहिले मन्दिर आइपुगिसकेको छ। हामीले चाहिँ अहिले पूजापाठ गरिसकेको छौँ, भित्र मा ताराको दर्शन गरेर पूजा गरिसकेको छौँ। र हाम्रो साथीहरू चाहिँ भित्र पूजा गर्दैछ। त्यो चाहिँ मागेको छ पनि अरुण दाल के हाम्रो पूजापाठ भइसकेको छ। र अब चाहिँ हामी बिस्तारै बिस्तारै बाहिर निस्किने। हामी चाहिँ अहिले मन्दिरबाट पूजा गरिकन फर्किरहेको छौँ, घरतर्फ लागिरहेको छौँ। यहाँ चाहिँ यो घुममा चाहिँ फगी लागिरहेको छ। डालीमा चाहिँ घाम लागिरहेको थियो, गरम भयो। र यहाँ चाहिँ फगी लागिरहेको छ, सुनादा जस्तै वेदर भइरहेको छ यहाँ चाहिँ।
नानी सुतिसकेको छ। हामी झर्छौँ ल।